नमस्कार, म सञ्जीव। म पनि अहिले इजरायलमै कार्यरत छु। अहिले इजरायल युद्धको स्थितिको सामना गरिरहेको छ। यो कुरा तपाईहरू सबैलाई अवगतै भइसकेको हो। यही सन्दर्भमा भारत सरकारले यहाँ रहेका सम्पूर्ण भारतीय नागरिकहरूको सुरक्षाको लागि एक अत्यन्त महत्त्वपूर्ण सूचना जारी गरेको छ। म आज यही छोटो भिडियो मार्फतद्वारा यो नोटिसको सारांश सजिलो र स्पष्ट ढङ्गले तपाईहरुसम्म पुर्याउँदैछु। पहिलो कुरा, भारतीय दूतावासले सबैलाई इजरायली सुरक्षा निर्देश पालन गर्ने आग्रह गरेको छ। जानकारीको लागि हेर्नुहोस् यो वेबसाइट। दोस्रो, यदि तपाईँ इजरायल छोड्न चाहनुहुन्छ भने अथवा फिनिस जानु चाहनुहुन्छ भने जोर्डन वा इजिप्ट बोर्डरबाट जान सक्नुहुन्छ। तर भिजा प्रक्रिया र समयको जानकारी यो वेबसाइटद्वारा तपाईँले भिजिट गर्नुहोस्। तेस्रो, जो इजरायलमै हुनुहुन्छ, जो फर्दर काम गर्न चाहनुहुन्छ, कृपया दूतावासको वेबसाइटमा गएर आफ्नो जानकारी दर्ता गर्नुहोस्। लिङ्क यो हो, हेर्नुहोस्। चौथो, कुनै पनि आपतकालमा सहयोग आवश्यक परेमा दूतावासको हेल्पलाइन नम्बरमा सम्पर्क गर्नुहोस्, जो 24x7 नै खुल्ला छ र यो नम्बर तपाईँले डायल गर्नुहोस् र यो नम्बर तपाईँले सेभ पनि गरिरहनुहोस्। र अहिले हालै सामाजिक सञ्जालहरूमा एक यस्तो गलत सूचना फैलाएको छ जसमा भनिएको छ कि इजरायलमा रहेका भारतीय श्रमिकहरूले यदि दूतावासमा दर्ता नगरे उनीहरूलाई बलजफ्ती भारत फर्काइनेछ, अधिकार खोसिनेछ वा जेल सजाय र जरिवाना तिर्नुपर्नेछ भन्ने फेक न्युजहरू कृपया होसियार रहनुहोस्। यो खबर पूर्ण रूपमा फेक हो। भारतीय दूतावास तेल अभिवले यो सन्देशलाई आधिकारिक रूपमा खारिज गरिसकेको छ। दूतावासमा पञ्जीकरण गर्नु तपाईँको सुरक्षाको लागि हो। सङ्कटको बेला तपाईँलाई सम्पर्क गर्न, सहायता दिन र भारत सरकारका योजनाबाट धेरै लाभ लिन सहयोग पुर्याउँछ। यस्तो भ्रामक सन्देशहरूमा विश्वास नगर्नुहोस्। सधैँ आधिकारिक अपडेटको लागि एम्बासी अफ इन्डिया तेल अभिवको पेज र @indemtel मा विश्वास गर्नुहोस्। फेक खबरले नआत्तिनुहोस्। एम्बासीले कसैलाई जबरजस्ती फर्काउने छैन। अपरेसन सिन्धु अन्तर्गत भारत सरकारले केवल इच्छुक नागरिकहरूको लागि सुरक्षित वापसी सुनिश्चित गरिरहेको छ। जो पनि तपाईँको इच्छाले जानु चाहनुहुन्छ उहाँहरूको लागि मात्र एउटा गभर्मेन्टले एकदमै राम्रो सुव्यवस्थित ढङ्गले यो जारी गरेको कुरो। दूतावासमा दर्ता गर्नु तपाईँको अधिकार हो, तर डर चाहिँ बिल्कुलै होइन। सतर्क बनौँ, अफवाहबाट बाँचौँ। जय हिन्द, जय गोर्खा।